सबैजनाले खाली टाइमको सदुपयोग गरौँ आफ्नो ठाउँबाट दाइ जसरी लाग्दिने अलिकति मान्छे सबै त्यस्तो हुनु पर्यो होइन आफूभन्दा धेरै देशलाई माया गर्नु पर्यो आफूभन्दा धेरै देशका नवप्रतिभाहरूलाई माया गर्नु पर्यो दाइलाई देखेपछि दाइको पछि लगाएपछि ढङ्ग ल्याउनु पर्दैन ढङ्गै आएन त यार कहिले आउँछ ढङ्ग होइन अब ल्याउने हुँदैन कति बसाउने तरिका छन् नेपालमा 58वटा पहाडी जिल्ला होइन लगभग त्यो पहाडी जिल्लामा एउटा पहाडको लगभग राम्रै पर्छ कि हाम्रो धर्म हुन्छ कि सर हामीले मात्रै बचेर त भएन नि त मैले भन्दा गफाने जस्तो हुन्छ एकचोटि बङ्गलादेशमा हेर्नु त्यसलाई ढुङ्गा चाहिएको छ कि अहिले मान्छेहरू माटो चाहिएको छ कि सर यत्र पहाडहरू छन् एउटा पहाडको 1 देखि 5 खरब पर्छ त्यो जिल्लालाई विकास गर्न पुग्छ कि सर मैले एउटा जिल्लामा लगभग 2 देखि 3,000 पहाड हुन्छ सर एउटा जिल्लामा 2 देखि 3,000 पहाडमा एउटा पहाड काटेर भ्याली बनाएर समाएर केही बिग्रिन्न सर पहिले तपाईले भनेमा अलिकति आपत्ति छ हामीले उत्खनन होइन कि हामीले हाम्रो पर्यावरणलाई जोगाउनलाई जस्तै तालमा माछा छ होइन त्यो माछा सबै जाल हालेर एकचोटि मार्यो भने त सकियो नि त हाम्रो हिमालमा बोलान होइन हजुरलाई मैले बुझाउन सकेँ म थोरै बुझाउँछु ल प्लिज है पर्यावरणको जिम्मा मेरो हो अहिले भन्दा 3 गुणा धेरै 3 करोड नेपाली छन् तपाईँले कति बिरुवा रोप्नु अहिलेसम्म मैले लगभग अनगिन्ती छ 60 लाख बिरुवा रोप्यौँ 3 करोड नेपालीले वर्षको 3टा बिरुवा 10 करोड बिरुवा लगातार 8 वर्षमा रोप्यो भने नेपाल मात्र नै पुरा पृथ्वी बच्छ कि सर हामी त्यसमा ध्यान दिउँ न पैसा पनि बिरुवा रोपौँ अगरुड रोपौँ रोपबिरुवा चित्त रोपौँ श्रीखण्ड रोपौँ बिरुवाको बारेमा यस्तो हो सर है म फेरि पर्यावरणमा काम गरेको भएर अब कतिले कतिले खिच्नु पर्छ होइन मलाई चिन्ने नि ट्याग गर्नुहुन्छ होला होइन सार्वजनिक जमिन र पर्यावरण बचाउनमा एकदम जान्छ तपाईँ जस्तो मान्छेले झन् ट्याग बोलिदियो भने मान्छेको सोचाइमा के हुन्छ भन्दाखेरि उत्खननै गर्न पर्छ भन्ने टाइपलाई चाहिँ मान्छेलाई थाहा छैन हामीलाई लोकल कुखुरा चाहिने हो कि होइन हामीलाई बोइलरमा चाहिने तपाईँले खुसी लागेको अन्तिम एउटा कुरा के छ भन्दाखेरि होइन मकै जस्तो छैन कुखुरा जस्तो छैन मान्छे जस्तो छैन नेचुरल हुनु पर्यो कि ओरिजिनल हुनु पर्यो हाम्रो नेपाललाई नेपाल बनाउने हाम्रो सिङ्गापुर चाहिएको छैन हामीले न स्विजरल्यान्ड बनाउने हो न सिङ्गापुर बनाउने नेपाललाई नेपाल बनाउने हो स्विजरल्यान्ड र सिङ्गापुर भन्दा नि दाइम बनाउने बरु घुम्न आओस् सुनर होइन हाम्रो घुम्न जाऊ स्विजरल्यान्डमा सगरमाथा छ सर कहाँ स्विजरल्यान्डमा पोखरा छ कहाँ स्विजरल्यान्डमा हाम्रो पशुपतिनाथ कहाँ लुम्बिनी छ केही पनि छैन नेपालमा छ हाम्रोमा छ कहिले बन्छ त त्यस्तो होइन बन्छ जब हामी बनाउने हो हामी आफै यस्ता घर बनाएर कोही आउँदैन हेर्नु हाम्रो घर नेवारको जस्तो हुनु पर्यो हाम्रो घर गुरुङको जस्तो हुनु पर्यो महरको जस्तो हुनु पर्यो थारूको जस्तो हुनु पर्यो हरियो माटो र सेतो कमिरो लगाएको पर्यो घर हेर्न आउँछन् यस्ता भन्दा ठुला घर हुनेका छन् नेपाललाई नेपाल जस्तो मगर जस्तो गुरुङ जस्तो यो टोल मगर जस्तो घर होस् न सबै प्रकृति नबचाइ हुँदैन दाइको जतिको सोच भएका सबैजना हुन्थ्यो भने यो देश अगाडि नै बढ्थ्यो होला पहिले नै